What is up guys, welcome back to my new vlog. So आज चाहिँ हामी कमल पोखरीमा रथ लिएर आउने कार्यक्रम छ अनि यहाँ चाहिँ हाम्रो सबजना जान आँटेको रथ लिन पोखरामा हातमा चाहिँ धुप लिएर जानुपर्ने रहेछ। यो मेरो आवाज क्लियर आएको छैन आज। गाइस यहाँ चाहिँ बस आएर बसिया गाइस यहाँ चाहिँ झगडा पऱ्यो।
बिचकै लफडा भयो गाइस क्लबमा हाम्रो अनि टक्क हाम्रो बाहिर चाहिँ हामीले चाहिँ जिमर बक्सर भन्छ अरे भविष्यमा बाहिर चल्दैछ गाइस अब चाहिँ टक्क पारामा घर फर्किँदै ड्याडी र म होइन टक्क पारामा हाम्रो यो आजको जात्रा सफल रह्यो होइन हल्का हल्का झगडा पनि पऱ्यो केही छैन जात्रा भनेको त्यस्तै हो हल्का हल्का झगडा हल्का हल्का रमाइलो सबै हुनुपर्छ अनि त्यसपछि त्यही हो सबैजनालाई घोडे जात्राको नि शुभकामना छ अनि भोलि पनि आउन सक्नुहुन्छ हजुरहरू नक्सल भगवती होइन नक्सल भगवती माता अनि त्यसपछि दुईवटा गणेश यु क्यान कम एन्ड भिजिट होइन अनि त्यसपछि त्यही हो यहाँ चाहिँ अघि यसो त्यही हो हल्का हल्का अनि भोलि चाहिँ तपाईँ आउन चाहनुहुन्छ भने टक्क पारामा होइन पर्सि होइन भोलि नक्सल आउँदा हुन्छ तपाईँ नक्सल आयो भने मस्त होइन जात्रा हुन्छ सबैजना रमाइलो गर्नुपर्छ होइन वेलकम छ जो पनि आउनु सक्नुहुनेछ त्यस्तो त्यही हो अहिले चाहिँ भ्यू नै इन्जोय गर्नु तपाईँ चाहिँ यो नक्सालबाट यहाँभित्र छिर्नु सक्नुहुन्छ यो चौबाटोबाट यहाँ गयो भने नारायणचोक यहाँ गयो भने हाम्रो मैती देवी निस्किने ठाउँ अनि यहाँ चाहिँ हाम्रो लाजिम फाटै छ अनि यहाँ भयो हाम्रो पछाडि नक्साल सो त्यही हो सबैजना आफ्नो काम गर्नुपर्छ होइन त्यो चाहिँ भोलिकोलाई होइन यो भोलिको जात्रा छ एभ्री वान वेलकम टु लाजिमपाट नक्साल होइन भोलि चाहिँ अति रमाइलो हुनेवाला छ होइन अनि तपाईँहरूले चाहिँ फ्रीमा समय बसी अनि त्यसपछि एला सबै पाउन सक्नुहुन्छ है अब म यहाँ बाइकमा चाहिँ धेरै भिडियो बनाउनु चाहन्न अहिलेको लागि बाई बाई टाटा सी यु टुमरो होइन म पाउनुहुँदो रहेछ मेरो च्यानलबाट हेर्नु बाई